सो आज पनि गुड मर्निङ घाम चाहिँ उडाउँदै नै छ बादल लाह आराबिन भ्यू पोइन्ट आजको काम चाहिँ नि इट्स अबाउट टु 7:30 भन्न पनि 7:30 भयो। आजको काम चाहिँ धान भन्न पनि पराल चाहिँ अब दाइहाल्ने जिस्कुरा चाहिँ दाइहाल्ने मामाश्री भखण्डेको सेसन जान छोडेर त्यहाँ मान्छे जानु नि कहाँबाट हुन्छ उहीँ त ढिलो जानु छ अझ बाटो गर्दै जानु छ हुन्छ नि। ओ माई गड यहाँ त कोडो सोतो काटेर नि नल्नी काटेर नि बाटो त्यही लसन मामा त त्यही फरवर्ड एकदम फरवर्ड मान्छे। आजको काम चाहिँ यही यहाँ छ उता नि छ उता अस्ति राखेको आज बिहानदेखि लिएर बेलुकैसम्म यहीँ हुन्छ र नि नसकिन सक्छु त्यति छ। सुक्कुमा जेठन्नी फरवर्ड सब जोडिसक्नु भएको छ सबै फरवर्ड हामी मात्र भइ अल्छी। यो धान चाहिँ च्याट लाएर गर्ने हाम्रो चाहिँ खाल्डो हान्ने कुरो हुँदैछ के अरे हाम्रो चाहिँ खाल्डो चाहिँ खनेर सकियो कति गइरहेछ यसको चाहिँ नि लाइट बालिदिनु यत्तिकै रहेछ गहिरो चाहिँ स्याट एक हात भन्दा नि हल्का धेरै विशाल थापा सर मर्निङ चाहिँ सोभियो को चाहिँ पिताश्री हुनुहुन्छ उहाँ चाहिँ लास्ट दाइ त हुन्न भाट गर्नु पारीदेखि आउने बाँकी छ नि नि धान जान्नुलाई तिमीले घन ल्याएर आउनु खम्बा दुईटा बनाऊ त्यसलाई अब रेडी गर्नु सक्नु भइसकेको छ डाम्लो भन्ने हाम्रो चाहिँ स्टार्टिङ चाहिँ कति ओ माई गड ट्याक्कै 9 बजे यहाँ चाहिँ मस्त सुतिर हिँड्नुहोस्
तगडा हो ल फाइट टिङ टिङ ल म चाहिँ गोरु लिने हिँडे मामा चाहिँ गइसक्नु भएको छ गोरु चाहिँ अब कति महिना त्यसै बसेको क्या पुण्य थाहा छैन फेरि त्यस्तो छ नि फेरि गोरु त एउटा गोरु चाहिँ त्यही छ के अरे अर्को गोरु चाहिँ देउराली भन्ने ठाउँमा हो देउराली चाहिँ प्रेम जेठनको घर यसरी कहाँ गएर आएछ जा कहाँ रहेछ बे भुटे कुकुर हाम्रो चाहिँ पार्किङ लट यहाँ हुन्छ पार्क बाइक स्कुटीहरू चाहिँ फर्निचर भइहाल्यो के अरे राम मामाको यो चाहिँ फुपूको घर तल्लो बाटो चाहिँ यो तल्लो बाटो आउने हाम्रो गाउँमा गाडी चाहिने ठानको घर जाने चाहिँ माथिबाट हो माथिबाट रक्की रहेछ त्यहाँ त रक्की हे रक्की के छ खबर यो चाहिँ अब आले मामाको घर फिलहाल हि इज नट हियर हि इज इन युएस ल बडी यो चाहिँ अब यहीँको कुकुर हो यो चाहिँ अब जिते जेठानको कुकुर हो माथि चाहिँ न्युज किति रहेछ के छैन अब चाहिँ ट्याक 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 हामी चाहिँ गुरुत्व बाटो उक्लिने धेरै छ नि डाउनमा गोरु लिएर आइसक्यो भनेर त जाँदैछ नि यस्ता मान्छेहरू के सो हेरी ज प्रेम जेठानको घर दाउरा साउरा लाग्नु भयो फुलहरू फुलसुलहरू लाउनु भयो पर्छ पर्छ पहाड गर्छन् पर्छ त्यसो त्यहाँ हाम्रो भाइको हाल खबर हेलो यस्तो व्यवस्था घुर्रा त लाउनु पर्छ खाम भन्ने पर्छ है बजारले अनि कहाँ घुर्रा ए चल यसलाई च्याट्ट घुर्रा लाएर लैजानु पर्ने हुन्छ तपाईँ चाहिँ पिसफुल भएर ज्ञानी बाबु भएर जानु है त हुन्छ आर यु रेडी टु गो ल अमृत थान ल्याउनुहुन्छ बेलुका सो काललाई चाहिँ अर्को काले ल्याउँदै छन् सेतो न आउँदैछ ज्याक हाली तल भाइ कन्टेन्ट बनाइदिँदाखेरि मलाई हानेर साल
पार्टी गर्ने मान्छे धन्न तर्साउनु भयो यार एकछिन नहेऱ्यो है त आज ओली गुड गुड बोय भन्दा फेरि त्यहाँदेखि भक्ला उक्लिएर फेरि ओली ओली सिमानीको यो चाहिँ रेडी भयो बल्ल बल्ल 1-2 मिनट चलेर फेरि घुमाइदिन्छु गई घुमाउनु थाप्छ छोडिदिनु छोडेर घुमाइदिनु नेक्स्ट त्यसको पालो आज हेर त आज जिन्जी हो नि पुरै अलिक खानु के अरे बजार देला फेरि अर्कोलाई काबुमा ल्याइयो ल अर्को नि कम हैरान पारेन यसले चाहिँ हाम्रो चाहिँ नि माइतीको चाहिँ सकियो छिटेर चाहिँ नि अब चाहिँ यसलाई फर्काउने अनि भट्नी अब चाहिँ हाम्रो चाहिँ यो ठुट्नी देखो हरबरु सुस्तै पार लानु बादल चाहिँ धोबाल्दै हुन्छ यस्तो गरेर त खाल्दिन हैन बाबा ओरालो सिक्नु पर्छ संस्कार सिकाउन नसरे त्यो छोचो हो चाहिँ हामीले चाहिँ पराल फालिन्छ हेलो बडी यो नि आयो ओए अझ बाबा दे टोपी लै त्यसले हाम्रो चाहिँ माइतीको चाहिँ सकिन्ला लगभग सकियो लगभग अब चाहिँ भात खाएर चाहिँ मामाको यो अनि उता उडा पनि छ त्यहाँको हाम्रो भन्नु हाम्रो त अझ बाँकी नै छ के अरे
पानी लाग्नुहोस् त भन्नु। मेरो बाबा मम खाना आउनु भन का बोल्दैन के बाबा मम खाना आउनु न हाम्रो चाहिँ खाजा टाइम इट्स अबाउट टु 15 11:15 धागो भर्या चलाऊ नुरान गरेको दा मुदाइचे फाल्टी गर्दो रहेछ कि गोची क्या झिमिर आइसक्यो चाहिँ कालुको त हुन्छ ठुलै छ तेरो चाहिँ नाग्नी त्यो चाहिँ नाग्नी नाग्नी छ यो कालुको यहाँ चाहिँ चेट्टा हो डिनर टाइम हामीले त खान नसकिने भएर अहिले थप्छु बरु बाजे पानी हामी चाहिँ खानपिन भयो। अब खानपिन पछि चाहिँ नि मामाको पालो। प्रेम जेठानले चाहिँ कतिवटा धेरै नै छ 6 7 10 12वटा त पारिसक्नु अझ लुरो। अब चाहिँ हामीले मामाले प्रेम जेठान म मामाले चाहिँ अब लुरो पाए चेट्टा लाएर नाउ हामीले चाहिँ बाजीको चाहिँ नि लुरो पारेर फिनिस। अब चाहिँ मामाको चाहिँ छिट्टै हुनुहुन्छ माथि चाहिँ नि। सो हाम्रो चाहिँ मामाको नि छिटेर चाहिँ डन भयो। अब चाहिँ चिया टाइम हुन्छ। चिया खाएपछि चाहिँ नि अब यसलाई झिक्ने काम हुन्छ। यो लाउनेदेखि लिएर फाल्ने स्याट्टा यहाँ फाल्ने स्याट्टा यहाँ फालेर चाहिँ यहाँ स्याट्टा लुरो पार्ने लुरो पारेर चाहिँ त्यही हाल्ने पछि। Now हाम्रो चाहिँ थर्ड टाइम सम्झिटी लुरो पाइयो लगभग
आधा जति पार्थ्यो होला खाजा खाएपछि आधा जति पार्ने अनि जाने हो म चाहिँ मरमामा चाहिँ अब चाहिँ खानसाना भयो अब चाहिँ हामी चैरोहरू पारिन्छ कोहीले चाहिँ फाल्ने कोहीले लुरो पार्ने काम हुन्छ हाम्रो चाहिँ माइतीको चाहिँ सक्यो अब चाहिँ हाम्रो पालो हाम्रो लुरो पार्नु हाम्रो पनि छिटेर चाहिँ सक्यो अब चाहिँ नि एकछिन जिगाएर अनि तलको चाहिँ लाएर फाल्ने भारी बन्ने बाल्टी पनि बाल्टी घोडा छोड्नु न तल्लो घोडा दुईटा घोडा फर्की अब होइन फेरि घोडा र कुइनाले लाइज भाइ कन्टिन्यू गर्छु
छिटो पटार कुइनाले भएन त्यो माथि कुइनाले हान्ने हो माथि त्यो तल त होइन नि चल चल Oh my god. Here आकाशमा. What the heck is that? Guys, comment. यो त्यस्तो आकाशमा हिँडिरहेछ. We don't know what that is. Rocket हो सायद. Rocket त त्यस्तो नहिँड्नु पर्ने. पारेको सिनेरियो ठाउँ माइ गॉड राति त खतरै डेन्जर हामीले त्यहाँ जानुपर्ने छ आज खाएर त्यहाँ पऱ्यो नि दामनाहरू ल ल सो भोलिको प्लान चाहिँ नि पारि जाने हाम्रो औसी नि त्यहाँको धान झाटेर धान र पराल चाहिँ अब त्यहाँ चाहिँ मिलाएर ल्याउने अरे सो आजको लागि यति नै सिउ भन् भोलि